क्याम्प नम्बर 6 सकियो। अब सबै यहाँको काम काजहरू सकिसक्यो, सबै पूजाआजा सबै सकिसकेछ। अब हामी यहाँदेखि 7औं क्याम्प अन्तिम क्याम्पतिर लाग्छौँ। खोइ 10 किलोमिटर कति किलोमिटर भनेको थियो? कति किलोमिटर भनेको थियो भाइ? 10 किलोमिटर हिँड्नुपर्छ अरे आज। अनि अब अन्तिम हो, अब हिँड्नै पर्यो आएपछि। ल बाई बाई। क्याम्प नम्बर 6 काम सक्यो। ट्रकमा प्याक भइसक्यो। गाडी छेउछाउ आज म धेरैवटा गाईहरू किन्छु अनि मन्दिरमा लगाउँछु। हिजो चाहिँ अति बिरामी भएर केही भिडियो बनाउनु पाइनँ। आज अलिक ठिक भइसक्यो, सबै थोक भइसक्यो। बिहान उठिसक्यौँ, क्याम्प नम्बर 7 मा आएर रात काटिसक्यौँ। अब हामी सक्यो हाम्रो, आजदेखि समाप्त बजियोस्। अब जाँदैछौँ मायापुरको लागि। सबै मायापुर जान्छौँ, त्यहाँ स्टे गर्छौँ अनि के हुन्छ। अब जस क्याम्पिङ सकियो, आज अन्तिम क्याम्प थियो, बिताइसक्यो। हिजो बिरामी थियो, एकदम भिडियो सिडियो केही बनाउनै मन लागेन। अलिक सन्चो भएको छ। नुहाइधुवाइ गरियो आज, अलिक फ्रेस भएर सक्यो। यही थियो हिजो प्रोग्रामहरू, यही थियो। भाइ पनि बिरामी भइरहेछ। हो रे जङ्गलै जङ्गलको बिचबाट छ। Hare Krishna, Hare Krishna. Hare Hare, Hare Rama, Rama Rama, Hare Hare.
जी ये क्या है? अरे बाबा ऐसा मत बोल गिरिराज गोवर्धन। जहाँ जहाँ सन्चो हुन्छ त्यही त्यही भिडियो मन लागेको ठाउँमा। गिरिराज गोवर्धन। यो चाहिँ गङ्गा नदी रहेछ। कता कता हुन्छ गङ्गा नदी त यहाँ यो पानी छर्कियो। फोटो खिचिदिँदैछ माताजीहरूको। पछाडिको ब्याकग्राउन्ड यस्तो छ। यहाँ फोटो खिचिँदैछ। बाटो पनि गङ्गाजीको छेउछेउ रहेछ, तर अति रिल्याक्स फिल भयो। नेक्स्ट लेभल माछा मार्दै रहेछ। कत्रो छ कहाँसम्म गङ्गाजी। यहाँ पनि माछा मार्दै रहेछ बल्छीले। यता झ्याङ छ, बाँसको झ्याङ। यतातिर गङ्गा माथि सरी ग्वाली हुन्छ यहाँ गाईहरूको, गाई बस्तुको। गङ्गा तट गोठ, गौमाता गोठ। भिलेज कुनै ठाउँ हाम्रो उता बिर्ताम्रो जस्तो हुन्छ, कुनै ठाउँ तराई जस्तो हुन्छ, हाम्रो मरङतिर जस्तो हुन्छ, झापा। अब सिटी एरिया पुग्यौँ। एउटा गङ्गा तर्नुपर्छ। अब हाम्रो मेन मन्दिर पुग्नलाई गङ्गा तर्नुपर्छ। 5 किलोमिटर भनेको थियो, अलिकति अगाडि नै सोधेको थियो। 1 किलोमिटर त हिँडिसकेर अब 4 किलोमिटर छ। त्यहाँबाट गङ्गा तरेर अनि बोट हुन्छ होला त्यहाँ, अनि जानुपर्छ। यस्तै छ, सबैजना हिँड्दैछ। सिटी एरिया छ। हिजो त भिडियो बनाउन सकिनँ। हिजो त घिस्रेर पुगेको, खोइ 10-12 किलोमिटर थियो भन्छ, तर कत्रो लामो लाग्यो मलाई चाहिँ। बिरामी पनि थियौँ, 2 जनै बिरामी थियौँ। रेस्ट ओभर गर्दै गयौँ। एउटा समयमा त सफारी चढेर जाउँ भइसकेको थियो, तर फेरि त्यत्रो आएर अन्तिममा के गिभअप गर्नु भनेर भाइले पनि लन त नगर हिँड्नु भन्न थाल्यो। अनि
हिँडेरै हामीले कम्प्लिट चाहिँ गऱ्यौँ। आज त जस हिजोभन्दा धेरै हेल्दी छु। हामी मायापुर आउँदाखेरिको ठाउँ राति देखेन, अहिले अब खतरा देखेको छ। सुरुमा हामी राति उताबाट ट्रेन स्टेसनबाट आयौँ नि, छिर्यौँ नि, यहीँबाट छिर्यौँ। भिडियो बनाउँदैछस्? यही हो, राति केही देखेको थिएन, अहिले चाहिँ दामी। कति राम्रो, कति। अब यहाँबाट बोट चढ्नु पर्छ। बोटमा चढिँदैछ। पुरै पाएर सब क्यारामेनको लाठी यहाँ त जग्गा तल।
पर्खिन सक्दैन मुला फेन अरे फेन
अब आज अन्तिम दिन तपाईहरुलाई म नक्कली पैसा दिन्छु। त्यस्तो हुन्छ पैसा इन्डियाको पैसै होइन जस्तो। अनि यसको बारेमा चाहिँ अहिलेसम्म भनेको थिइनँ। यहाँ लेखेको छ श्री नवदीप मण्डला परिक्रमा 2025 हिन्दी ग्रुप भनेर लेखेको छ। यो चाहिँ के हो भने यो लास्टै इम्पोर्टेन्ट छ। यसको रोल एकदम खतरा छ। के छ भने तपाईँले यो हराउनु पनि कथरकाल हराएर केही भयो कता गयो भने यो जुट्यो ओर्यो भने खत्तम भोक्कै न खाजा न भात केही पनि पाइँदैन। न ढुङ्गा चढ्न पाइन्छ न कहीँ। त्यही भएर यो बहुत इम्पोर्टेन्ट छ। अन्तिमसम्म बस्यो। अन्तिममा मैले देखाएँ। मन्दिर त्यही हो मेन मन्दिर मायापुरको। हिँड्दैछ भाइ अगाडि। ब्याक साइड खतरा। वर्ल्डको सबभन्दा ठुलो मन्दिर। अस्ति ब्याट्री चार्ज नभएर सुरुदेखि यहाँ हिँड्नुभन्दा अगाडि यहीँ स्टे गरेको थियौँ एक रात। त्यतिखेर भिडियो बनाउनै पाएको थिएन। मायापुर टुरिजम सिटी। अब आज लास्ट दिन हो स्टे हाम्रो यहाँ। अब घरको लागि प्रसादीहरू के मम्मी ड्याडीलाई लगिदिनुपर्छ। सामानहरू आफूलाई मन परेको सामान छ भने पनि पैसा छ भने किन्छन् सबैले होइन। हामी पनि किन्छौँ अलिअलि छ पैसा सेभ गरेको। त्यस्तो खर्च गरेको छैन। सकियो। यहीँदेखि स्टार्ट भएको थियो। यहीँ जहाँ से शुरू हुआ था उधर ही ख़त्म हो गया। उधर ही आकर फिनिश हो गया। अब गएर पहिला लगेज चाहिँ कहाँ ड्रप गरिदिएको छ तिनीहरूले। त्यहाँ त्यो गएर रुममा राखेर रेस्ट गरेर अनि घुम्न निस्किनु पर्ला। आज यहीँ त्यो खाएको थियौँ हामीले मुरी। पुरै कन्स्ट्रक्सन हुँदैछ मन्दिरको। पुरै सकिसकेकै छैन। 2027मा चाहिँ फिनिस गर्छ अरे। कन्स्ट्रक्सन हुँदैछ खतरा तरिकाले। भित्रको पनि भिडियो गर्न पाएन। छिरेर घुमाउन चाहिँ घुमाइसक्यो हामीलाई। यहीँ माथि चढाउँछ। पुरै लग्जरियस छ। इटाली सबै सामानहरू फरेन कन्ट्रीबाट ल्याएको छ। ठुलो फास्टै ठुलो छ। सर्टकट हुन्छ यस्तो टनेल जस्तो। लगेज त हालिदिइसकेको छ सबै। लगेज त ल्याएर हालिदिइसकेपछि खोज्नुपर्छ। सरी खाल्दै राखिदिन्छन् मान्छेले। ट्रककै ट्रक हुन्छ सर। ट्रककै ट्रक हुन्छन् सामान गाडी नै आएर राखिदिन्छ। लगेज हेर्दैन त। थोरा छैन।
खोज्दैछु भेटेकै छैन दाजुभाइको खोज्दैछु खोइ त्यो मेरो पनि गौरी भेट मेरो पनि त्यहीँ छ यसरी काँधमा बोकेर हिँड्नुपर्छ लगेज कोही नेपाली नै आएको छैन जस्तो लाग्यो मलाई आउने बित्तिकै यो सुदर्शन चक्र चाहिँ वर्ल्डको सबभन्दा ठुलो सुदर्शन चक्र होइन र सबै सुनको वर्ल्डको त्यतिकै सबभन्दा ठुलो हुँदैन मन्दिर हामी चाहिँ टेन्टको हन्टिङमा हो अब टेन्ट खोज्दैछौँ कहाँ सुत्ने त आज चाहिँ नेपालीहरू सबै यो खाना खानेको लाइन खोकीले वाक्क लाग्छ घाँटी नै दुख्छ खोज्दाखेरि ब्रेकफास्ट टाइम भयो 9-10 भन्नु सरी ब्रेकफास्ट लाइनमा बसिरहेछौँ अब भित्र प्रसादम हॉल गुरुजी डायरेक्ट लाइन हाँ डायरेक्ट लाइन अच्छा अच्छा वेरी गुड प्रसादम प्रसादम हल पनि सानो हुन्छ फेरि सानो छ
ठाउँ पाइसक्यौँ हामीले। ठिक छ। पुरा यसरी डेस्क जस्तो बनाइदिएको हुन्छ, भुइँमा बस्यो यसरी खायो। पत्ता र ग्लास मात्रै छ। अगाडि यस्तो छ, मेरो अगाडि वेटिङमा पनि वेटिङमा बस्छु। भातै दिएछ बिहान। ब्रेकफास्ट जल्दी भयो, लन्च मैले चाहिँ खाइवरी बाहिर निस्किसकेँ। भाइ पनि खाएर आउँदैछ। Hare Krishna 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 Hare Hare Rama Rama Hare 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 Rama 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 Hare 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 Krishna 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 Hare 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 Krishna 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 Hare 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 Rama 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 Hare 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 Rama 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 Hare 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 Krishna 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 Hare 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 Krishna 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 Hare Hare Krishna Krishna Hare 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 Rama 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 Hare 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 Rama 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 Hare Rama 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 Hare 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 Krishna 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 Hare 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 Krishna 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 Hare 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 Rama Rama Hare Hare वहाँ कम्प्लिट हुन्छ, अझै राम्रो देखिन्छ। सबैजना वेटिङमा। अब कोठा कहाँ हुन्छ अनि जाने, लगेज राख्ने, रेस्ट गर्ने। आजको रुम 1.5 महिना अगाडि बुक भएको अरे। रुम यही यस्तो छ, यस्तो हुन्छ रुम यहाँ। तर फ्यान छ, चार्ज गर्ने ठाउँहरू चाहिँ छ। 4वटा बेड छ। यस्तो छ। अन्तिममा चाहिँ कटेज, तर फ्यान पनि छ भित्र। गौरङ्ग कटेज अरे यो पुरै। हाम्रो चाहिँ नम्बर 11 नम्बर। मन्दिर पनि देखिँदो रहेछ यहाँबाट। कहाँ जान आँटेको भाइ हामी? गङ्गा घाट। गङ्गा घाट। गङ्गा घाट। अन्त डुब्की हानिन्छ होला, फेरि बिरामी हुन्छ। डुब्की हान कि बिरामी?
गङ्गा अब पौडी खेल्न जाने वरिपरि घुम्दैछ यस्तो यहाँ पानी खानु पर्यो यहाँ फ्रीमा पानी मिठो पानी हुन्छ यस्तो पानी खानु पर्यो लास्टै मिठो हुन्छ यहाँको पानी मार्केटै मार्केट छ यता पछाडि चाहिँ राम्रो गार्डन मजाको गार्डन मेरो अगाडि चाहिँ टेम्पल सुदर्शन चक्र छ माथि यो चाहिँ एन्ट्री गेट यहाँदेखि केमा जाने प्रभुजी अब अटोमा जान्छौँ हामी कहाँ जान रहेछौँ यस्तोमा जान्छौँ कति छैन अलिकति हेर्नै हुन्छ नि थोडा हिँड्छ म त झन् आधी चाक बाहिर गरेर गएको त बसिरहेको छ गङ्गासम्म त होला हामी त उहाँ जाँदैछौँ पुरै यहाँको सफारी चाहिँ 3 स्टेप हुन्छ फेरि 3 स्टेप एक स्टेप हामी
हामी कलकत्तामा खतरा डिबोटीको घर आएको छौँ। भजन भइरहेको छ, भजन तल भोलिमा। खै कहाँ कहाँ पुग्छु म त चम्म लागिरहेछ मलाई नै, कसको घरमा कसको घरमा। फेरि प्रसाद अन्त आएको यहाँ भेट्नलाई फेरि ठाउँ पाएर बसिसक्यो। आज चाहिँ पत्तामा पर्खिँदैछौँ अब हामी। उठी जाँदैछ हामी चाहिँ रेस्ट गर्नलाई। कतिजना चाहिँ बजार पनि गयो, मन्दिर। फोटोसोटो खिचियो मजाले, ब्याकग्राउन्डमा बिचमा बसेर सुतेर पल्टेर। अब लाग्यो कुटीतिर। यो अब आँखाले देखे जस्तो त यो क्यामेराले एक्सप्लेन गर्न सक्दैन, खुद आउनुपर्छ अनि मात्रै अझ मजा आउँछ। प्रभुपाद कुटी आयो तर चाबी लिएर गएछन्। अब चाबी लिएर गएछन्। यस्तो भयो भने त गाह्रो हुन्छ, एउटै चाबी। डेढोहरू छ, बाहिर बसेर हाम्रैको हो क्या हो, हाम्रैको रहेछ, हाम्रै। लु यता गर्दा गर्दै रात पो परिसकेको छ। नाइट टाइम मायापुर, द इल्युजन सिटी अफ द वर्ल्ड। घुम्न निस्कियो। टेरिका एक राउन्ड हानौँ यहाँ पनि। लु किन्नु छ मेरो पनि सामान, कहाँ हेर्छु मात्रै र अलिअलि पैसा जोगाएको छु नि, किन्छु अहिले। तर मैले मन परेको भेट्नु पर्यो, त्यत्तिकै त किन्दिनँ। कालो देखिरहेको
आगे बच्चों ছিল 800 টাকা यो सबै तुलसी हो यो जप नलाई ए जब भन्छ घाँटीमा लाग्छ तुलसी कमाला बोझाको बोझा यो 160 रुपैयाँ गर्दा 8 रुपैयाँ हुन्छ अलामै बजिसक्यो आरतीको गौरङ्गा कोटे के उदो गर्ने हो आरती हेर्ने हो कि के हो हजुर भ्याउँदैन होला गयो भने फेरि आरती हेर्नु त्यो पछि आउँला होइन सबभन्दा राम्रो त्यही हो उचित होइन आरती फेरि आउनु फेरि भिड छ भिड सपिङको भिड मान्छेहरू साँझ परेपछि शीतल हुन्छ नि त मजा आउँछ साँझमा फेरि भगवान्मा फेरि आस्था भएको है आस्था पनि हुनु पर्यो अब सत्य नै त्यही हो दिखाछे हामी आसुन मोबाइल लग्नु दिँदैन अस्ति त लग्नु दिएको थिएन इल्युजन सिटी नाइट आज नाइट देखाउँछु म नाइट आज किनभने आज लास्ट दिन हो यहाँ देखाउने त्यसपछि हामी यहाँबाट निस्किन्छौँ जय श्री राम सबैजना चार्जमा हुन्छन् यहाँ त हरे कृष्ण मन्त्रको Let's go, let's go. Let's go, Mayapura. I think she's Chinese. हामीले यसको पावर युज गरिसक्यो अहिले छिर्न दिँदैन क्या यहाँ हतपत तर यो ब्यान्ड देखाएपछि सर्लक्क हो यो मेन मन्दिर अब मायापुरको वाउ अगाडि मैले भ्यू देखिसक्यो ढोग्नु पर्यो नेक्स्ट लेभल छ नेक्स्ट लेभल हामी यहाँ छिरेकै थिएनौँ आज छिर्यो प्रभु सबै पुरै एडिक्टेड
8:30 बजेछ। कीर्तन सुन्दा सुन्दै यस्तो अब त्यहाँ लट्ठ भइहालिन्छ क्या, मजा आउन थाल्छ। नाचेको नाचै भजन गाएको रमाइलो छ। हल्ला एभ्रिडे दसैँ तिहार एभ्रिडे। जस अन्तिम दिन मजाले घुम्यो यहाँले। चप्पल यहाँ राखेको थियौँ हामी एन्ट्री पोइन्टमा, एक्जिट पोइन्टबाट निस्केर। लेट्स गो नाउ। खैहरू टन्नै हेरिरहेको छ। खैर गाडी खैरे व्हिलचेयरमा रोज अब रुमतिर गएर रेस्ट गर्नु पर्ला। भोलि हुन त रातिको ट्रेन। पोइत्रे भन्दैछ पोर्चुगिजहरूको क्या, पोइत्रे पोइत्रे गर्छ। भ्यू अलिकति यसो यस्तो अँध्यारोमा गइँदैछ। कोटीतिर लागेको पुरै जङ्गल छ, मान्छे चहल छ तर के बोटै बोट छ, पुरै बोटहरू छ। मान्छे शीतल छ गर्मीमा त। अहिले त बेलुका जाडो नै हुन्छ। सुन टल्किरहेछ माथि, त्यो रातो बत्ती बलेको अनि तल टल्केको त्यो सुन टल्केको सुन हो पुरै झलमल। यहाँ आँखाले कस्तो खतरा देखिरहेछ, राइट पुरै टल्केको क्या। झक 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 कति टाढो हिँडिरहेछु म। के कास्ता काँक्रा कास्ता के भन्दै सी भन्छ, रसियन नै हो। भाइलाई भोक लाग्यो यस्तो छ, भोक लागेर के खान्छ। फुच्काहरू छ, पानीपुरी सब पाउँछ यहाँभित्र, जे पनि सपस्टिक मोमो पानीपुरी चटपटे भेज विङ्सहरू
नेक्स्ट लेभल चिज पाइन्छ चाउमिन खानु पर्यो बाहिरको भित्रको त चाउमिन खाइयो अस्ति इटालियन फुड हुँदा अब बाहिरको चाउमिन आज चाख्नु भिड छ चले जा बोजी आछेन चलाएको मिठो हुन्छ दिल्लीमा त यस्तो दिने भने गल्ली गल्लीमा चलाएर बाहिरको चाउमिन सस बेगर मिठो लाग्छ मलाई चिल्ली सस चाहिँ अलिकति हालेको छु अब कस्तो हुन्छ हेर्नु पर्यो कतिको मिठो हुन्छ